खै बुहारी त मलाई मन परै पर्नु त दुवैजना छोराहरू पो कता गएछ हौ भक्तै कता गयो भक्ते जन्तर पनि छैन हौ जन्तर हौ भक्ते के हो त्यो कराको पापा मान्छे बुढो भएर त उइस हुन्छ भन्दा हो रहेछ है थ्याट क्या हेर अहिले गनगन नगर कि चुप्पो लागेर बस त्यो कुकुर जस्तो लुकुर 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 हिँड्नु भन्दा बिहा गर्ने उमेर भयो आफूलाई हेर न एज कति बितिसक्यो भनेर अन्त केटी त करेला किने जस्तो पाउँछ कि सब्जी किने जस्तो किने ल्याइहाले पटाउनु पर्यो अनुहार पनि गतिलो हुनु पर्यो के खालको जन्म छ अनुहार त गतिलो छ तेरो चुप लगाइ यस्तो अनुहार जे जस्तो होस् मान्छेले मन मिलाउनु पर्छ आज न नसुर्ता हो तिमीहरूको लागि मैले बुहारी ल्याइदिएछु बुहारी बुहारी यहाँ आई शान्त भक्ते को मन पर्यो दुईजनामा ए एउटा छ आलु छान्छ पापाले मिलाइदिएको नि जेठी बसको माइली बसको यस्तो बात छैन न पहिला ठुलो छोरालाई छान्नु दिएन दाजुलाई के भएको रहेछ यो बिहा नगर हौ दुईजना नराख्ने हो भने त म पो राखौँ भन्दैछु आमाले सुन्दैन मलाई चाहिँ बासमती पल्लापट्टि चाहियो बासमती बासमती यतापट्टिको मै उठ्दै नबाज कि नबाज चुप्पो लाएर बस मै मिलाइदिन्छु भयो दुईजना छ दुवैजना राम्री राम्री छ बस यहाँ आमा चाहिँ कता गयो फेरि हट्टेरीका कुन चाहिँ मन पर्यो भन्दा मलाई मन पर्यो होला नि को मन पर्यो भन्नु न अब दुवैजनाले मन परायो मलाई मन परायो भने चाहिँ किन काम खै म माइली जेठी सबै दुवैजना राख्छु मै राख्छु ल तँ चाहे दुईजना त बस्दैन होला नि त होइन बुहारीहरू त राम्रो राम्रो छ हाम्रो पापाले दुईजना के छ अब पापा त हिरो हो नि त हो अनि छोरा के गुन्डा बेहोरा त गुन्डै छ नि अन्त